अथवा नास्तिक भन्ने शब्दलाई गालीको रूपमा प्रयोग गरिएको होइन कारणले चाहिँ डराएको र त्यसलाई चाहिँ त्यो उजागर हुनुपर्छ भन्ने मोमेन्टमा लागेको मान्छे हो तर र मैले यो नेपालमा किन नास्तिकतालाई गालीको रूपमा प्रयोग गरिन्छ विशेष गरी अहिले होइन जब कि महाभारतमा त्यहाँ युधिष्ठिरले द्रौपदीलाई पनि नास्तिक भनेर तर त्यहाँ गालीको रूपमा प्रयोग गरिएको छैन एउटा दार्शनिक भिन्नताको रूपमा त्यो शब्द प्रयोग गरिएको छ तर आज आएर गालीको रूपमा किन प्रयोग गरियो भन्ने कुरा गर्दा मैले चाहिँ मलाई अचम्म चाहिँ मलाई किन लाग्छ भने गोविन्द सरले पनि त्यो उठाउनु भएको छ नेपालमा नास्तिक भन्नासाथ यो लेफ्टसँग किन जोडिन्छ भौतिकवाद भन्नासाथ होइन म चाहिँ नि अब मार्क्सवादको एकदम आलोचक यहाँ मैले विभिन्न यो पुँजीवादको घोषणापत्र पनि मैले यहाँ प्रेजेन्ट गरेको थिएँ जब कि भौतिकवाद मैले त मार्क्सवादलाई एक खालको धर्मको आस्थाको रूपमा लिएको छु अहिले होइन मार्क्सवादलाई अहिले एउटा आस्थाको विषय आस्तिकहरूले मान्ने जस्तो विषयहरूमा हेर्छु र एक खालको भौतिकवादीहरू भनेको पुँजीवादीहरू नास्तिकहरू पुँजीवादी झन् नास्तिक हुनुपर्ने अहिले त्यही छ तपाईँले सबभन्दा बढी नास्तिक पपुलेसन भएको जनसङ्ख्या भएको देशहरू हेर्नुभयो भने तानाशाही देश बाहेक सबै ती चाहिँ पुँजीवादी देशहरू छ स्विडेन फिनल्यान्ड अस्ट्रेलिया अधिकांश त्यहाँ नास्तिकहरू छ भौतिकवादी भनौँ न अथवा हुन त यो वाद भन्नासाथ अलिक मलाई शब्द प्रयोग गर्नै डर लाग्छ किनभने अनि हामीले यो समाजवाद अब वैदिक वेद भन्यो अनि त्यसपछि वेदमा यस्तो भन्यो तर त्यसमा साम्यवाद जोडेपछि त्यो वेद पनि राम्रो हुने भौतिकवाद भन्यो अनि समाजवाद भन्ने जोडेपछि त्यो चाहिँ त्यो क्लिन्जिङ हुने पुँजीवादी वेद भन्यो भने त फेरि यहाँ हुन त अब नेपाल पुँजीवादी पार्टी भनेर कसरी खुल्ने हाटै गर्दैन मैले धेरैचोटि भनेको छु कति बदनाम छ हाम्रो त्यो पुँजीवाद भन्ने शब्दहरू त्यहीँबाट थाहा हुन्छ कसैले कल्पना पनि गर्न सक्दैन कि नेपाल पुँजीवादी पार्टी खुलै छ तर नेपाल समाजवादी पार्टी एकदम एक्सेप्टेड छ होइन त्यो हाम्रो बायस नै देखिन्छ एउटा चाहिँ यो अब नेपालको जुन अहिले दुर्दशा छ त्यसमा चाहिँ नि लेफ्टको ठुलो भूमिका भएको कारणले पनि नास्तिक भन्ने शब्दप्रति वितृष्णा भयो जस्तो मेरो हजुरआमाले नास्तिक भन्ने शब्द किन डराउनुहुन्छ भन्दाखेरि त्यो लेफ्टले जुन वितण्डा भएको छ त्यो देख्नु भएको छ नि त ए नास्तिक भने त्यस्तो रहेछ नास्तिक भने कम्युनिस्ट रहेछ भन्नुहुन्छ मेरो हजुरआमाले भन्नुहुन्थ्यो त्यो होइन यो यतातिर भयो तर मलाई आध्यात्ममा सरको कुरामा पनि मलाई चाहिँ एकदमै एउटा भन्न मलाई असाध्यै त्यो त्यहाँ पनि मलाई उ लाग्यो के लाग्यो एकदम न्यारो डिफाइन गर्नुभयो जस्तो लाग्यो आध्यात्म जस्तो आफ्टर लाइफमा बिलिभ गर्यो भने मात्र आध्यात्मिक हुन्छ स्याम ह्यारिस भनेको अहिले वर्ल्डको रिनाउन्ड एथिस्ट हो स्याम ह्यारिस नेपालमै आएर मेडिटेसन सिकेको मान्छे नेपालमै आएर मैले चाहिँ अध्यात्मलाई कसरी बुझेको छु भने जो चारवाकको गीता अष्टवक्र गीता पढ्यो भने त्यहाँ ईश्वरको अब यो फेरि आस्तिक र ईश्वरवादीमा फरक कुरा हो यो पनि हामीले एकदम छुट्याउनु जरुरी छ अब यो अष्टवक्रको गीता पढ्यो भने बेसिकली त्यहाँ ईश्वरवादको कुरै छ अध्यात्मको कुरा धेरै छ तर त्यो आफ्टर लाइफको कुरै छ मरेपछि के हुन्छ भन्ने कुनै कुरै छैन होइन तपाईँले मरेपछि तपाईँ चाहिँ माटो नै हुनुहुन्छ भनेर मानेर पनि तपाईँ आध्यात्मिक जस्तो आध्यात्मलाई मैले कसरी बुझाएको छु भने सेल्फ एक्सप्लोरेसन जुन विज्ञानले गर्न सक्दैन होइन बाहिरबाट गर्न सकिँदैन नि त सेल्फ एक्सप्लोरेसन आफैले प्रश्न सोध्ने विधि त्यो खोज्ने भने आध्यात्म हो त्यो र अर्को कुरा चाहिँ त्यो हाम्रो महाभारत वेदबाट चाहिँ नि राम्रो कुरा मात्र निकालेर राख्ने भन्ने कुरा चाहिँ देखेर मलाई त्यो पनि मलाई अलिक डर लाग्यो किनभने त्यसको महाभारतको उद्देश्य के हो भने मैले चाहिँ त्यो महाभारतको त्यहाँ धनुष बाण हाल्यो होइन जादु साधु त्यो हेर्दिनँ कि त्यो पढ्दाखेरि मैले चाहिँ त्यसलाई के हेर्छु भने त्यहाँ राम्रो दुइटै कुरा छ र त्यो राम्रो र नराम्रो गुड र ब्याडलाई छुट्याउने कला सिकाउने विधिलाई धर्म होइन विधालाई धर्म भनेर मैले बुझिरहेको छु अध्यात्म बुझिरहेको छु तपाईँले राम्रो मात्र निकालिनु भने तपाईँ कसरी छुट्याउनुहुन्छ कुन राम्रो कन्ट्रास्ट कसरी गर्नुहुन्छ त्यहाँ नराम्रो पनि छ राम्रो पनि छ र त्यो छुट्याउन सक्नु तपाईँको कला सायद त्यसले त्यसरी नछुट्याउनु हुन्छ यसमा चाहिँ यहाँको के भनाइ छ मेरो हजुरले शान्ति दर्शन नेपालको उत्पादन भन्नुभयो होइन वैदिक त 6वटा दर्शन छ होइन अरू 5वटा दर्शन चाहिँ नेपालको उत्पादन हो कि होइन यो मतलब नेपालको किनभने यो पछि एकैचोटि भनौँला है यो दुईटामा गर्ने कि यो एउटा चाहिँ नि म पनि जोडिदिउँ यसमा चाहिँ हाम्रो निरज सरले उठाउनु भएकोमा चाहिँ नि मैले अब एउटा अस्ति विद्यानाथ कोइराला सरसित चाहिँ नि अब कमेन्टेटरको रूपमा चाहिँ नि बोलिदिनुहुन्छ कि सर भन्ने उसमा चाहिँ नि गफ भएको थियो एकछिन कुरा हुने क्रममा मेरो टाइम चाहिँ मिल्दैन भन्ने उसमा अनि गफको चाहिँ नि अलिकति जोडिएको थियो अनि उहाँले के भन्नुभयो भौतिकवादी भने चाहिँ नि त्यो शब्दै अलिकति उ भएन मानव सभ्यताको कुरा गर्ने हो भनेदेखि अथवा अगाडि चाहिँ नि मानव सभ्यतालाई लिएर जाने हो भनेदेखि
मान्छेको कुरो गर्ने भने के हो भनेदेखि त्यहाँ तिनवटा चाहिँ नि चिज हुन्छ। अब मान्छे भन्नु अथवा उसको जीवनको अगाडि चाहिँ जाने हो भनेदेखि त्यहाँ ऊ भौतिकवादी पनि हो, ऊ अध्यात्मवादी पनि हो, ऊ आत्मिक पनि हुन्छ। तिनवटा उसको जब कम्बाइन हुन्छ त्यसपछि बल्ल अनि त्यहाँबाट एउटा जिउँदो मान्छे अथवा एउटा व्यक्तित्व अथवा चाहिँ पुरा चाहिँ व्यक्तित्व हुनसक्छ, पुरा मान्छे हुनसक्छ। त्यो भयो भनेदेखि झगडा पनि हुँदैन, केही पनि हुँदैन। तर हामी भौतिकवाद भनेर चाहिँ सिर्फ भौतिकले मात्रै सबै कुरा गर्छौँ भनिरहेको छौँ, त्यो गलत हो। अध्यात्म पनि चाहिन्छ, आत्मिक पनि चाहिन्छ। मान्छे व्यक्तिको चाहिँ स्पेस चाहिँ त के हो त, आत्मिक उसमा पनि आफू पनि त त्यहाँ हुन्छ नि। यी सबैको चाहिँ उसमा भयो भने बल्ल सायद भनौँ न हामीले सोचेको चाहिँ संसार अथवा चाहिँ सबै एउटा भनौँ न समाजको निर्माण हुन सक्ला। यदि त्यो हुन सक्यो भनेदेखि साम्प्रदायिक दङ्गा अथवा झगडा त्यही धर्मको नाममा हुनेहरू के पनि हुँदैन। अब एउटा रियल चाहिँ हुनसक्छ भन्ने छ नि। मैले त्यही सरले एकदमै ठिक भन्नुभएको छ। अब यसलाई चाहिँ म राख्छु भनेको थिएँ मैले। यसबारेमा चाहिँ के चाहिँ भन्नुहुन्छ सरले? अब एउटै मात्र पार्ट वास्तवमा चाहिँ नि सभ्यताको कुरो गर्दाखेरि भौतिकवाद मात्रै सबै कुरो हो त भन्ने प्रश्न चाहिँ भनेर गर्नलाई पर्ने हुन्छ भन्नु। गोपी सरले भनौँ अनि त्यसपछि मैले म त सिम्पल कुरा हो। निरज सर मेरो ख्यालमा तपाईँको कुरालाई मैले रिगार्ड गर्छु है। नास्तिक भनेको नास्तिकको वेद निन्दक भनेको ईश्वरलाई मान्ने जरुरी छैन हाम्रो परम्परामा। ईश्वरको कुनै खासै त्यत्रो ठुलो भूमिका छैन कि। ठिक छ, हाम्रो व्यावहारिक रूपमा होला। नास्तिक शब्द चाहिँ मूलतः एकेश्वरवादी दर्शनहरू वेस्टर्नहरूको प्रिय शब्द हो, जसले चाहिँ एउटा ईश्वर बाहेक अरू हुँदैन, अरू धर्म संस्कृति नै हुँदैनन्। खास गरी यो यहुदी परम्परामा विकसित भएका धार्मिक चिन्तन भनौँ न, धार्मिक चिन्तन हुन त धर्म शब्दको जुन अहिले रिलिजनलाई ट्रान्सलेट गरिन्छ त्योबाट म कति पनि सहमत छैन। किनभने रिलिजन भनेको रिगर अर्थात् एउटा कबिलाबाट सम्बन्धित छ है। तर धर्म शब्द चाहिँ धृति धारणै धातुबाट सम्बन्धित छ। गुरु संस्कृतको हुँदाहुँदै मैले केही भन्न छैन, एउटा कुरा। अनि दोस्रो कुरा हजुरले भने जस्तै मैले चाहिँ अघि हजुरले भने जस्तै मैले आध्यात्मिक हुनको लागि चाहिँ पुनर्जन्मलाई मान्नै पर्छ भन्ने शब्द चाहिँ प्रयोग गरेका थिइनँ अघि, मलाई यहाँसम्म लाग्छ। आफ्टर लाइफमा हामी विश्वास गर्छौँ मात्रै भनेको थिएँ। आध्यात्मिक हुनुको लागि पुनर्जन्मलाई मान्नै पर्छ भन्ने शब्द चाहिँ मैले प्रयोग गरेका थिइनँ। म तपाईँको कुराबाट अघि त्यसैको साथसाथमा मैले के पनि भनेको थिएँ भने आजभोलि ईश्वर बिनाको पूर्वजन्मको बिना पनि आध्यात्मिकताको परम्परा चलेको छ है भनेर मैले त्यो शब्द पनि जोडेका थिएँ। त्यही भएर यो के हो भने जति जति हामी विकसित हुँदै जान्छौँ, जति जति हाम्रा आवश्यकताहरू फरक हुँदै जान्छौँ, स्वाभाविक रूपले हाम्रो थट जुन प्रोसेस छ, कोग्निसन छ, त्यो पनि डिफ्रेन्सेस हुँदै जान्छ। र सबभन्दा ब्युटिफुल कुरा के हो भने हामी यसरी आएर छलफल गर्न सक्छौँ। सम्भवतः यो परम्परा कतिपय रिलिजियस ग्रुपहरूमा देख्न सकिँदैन, हामी कल्पना पनि गर्न सक्दैनौँ। 14वटा देशमा मृत्युदण्ड हुन्छ होइन, ल 14वटा देश कमसेकम हामीले हाम्रो देशलाई 56% 83% हिन्दू भनेर मान्दा पनि हामीले यसरी मजाले छलफल गर्न सक्छौँ। यो कुरा कसैले पाकिस्तानमा कल्पनै गर्न सक्दैन होइन। भनेपछि हामी आधारभूत रूपमा फरक छौँ। तर यसमा जोड्नलाई मन लागेको छ। चारबाग जस्तो चाहिँ नि भौतिकवादी चिन्तकहरूको परम्परा चाहिँ सायद हाम्रो नजोडिया भएदेखि हामीहरू पनि अब झुन्डिनु पर्ने सायद सूचीमा हुन सक्थ्यो होला। यसलाई म तपाईँको जवाब दिन्छु। यो तपाईँको जवाब एकदम महत्त्वपूर्ण कुरा हो। यही चिजहरू मैले अघि रिलिजन र दर्शनको फरक नै यही हो। रिलिजन र धर्मको पार्थक्य नै फरक नै यही हो। जब रिलिजन हाबी हुन्छ, रिगर हाबी हुन्छ, त्यति बेला झुन्डिने अवस्था आउँछ। हामीहरू कहाँ कहिले पनि रिलिजन व्यक्तिले हेर्नुहोस्, रिलिजन र धर्ममा फरक के छ भनेदेखि यो चाहिँ सम्भवतः कहीँ हजुरले सुन्नुभएको पनि होला। रिलिजनको उत्पत्ति एउटा व्यक्तिबाट हुन्छ, कुनै समय विशेषमा हुन्छ, उनीहरूको एउटा निश्चित पुस्तक हुन्छ, एउटा तीर्थस्थल हुन्छ, त्योबाट चाहिँ बाहिर जाँदा साथ त्योबाट कबिलैबाट पनि बाहिर हुन्छ। हामीहरूको संस्कृतिमा रमाइलो कुरा के छ भने निरजजीले भनिसक्नु भएको छ अघि, उहाँको हजुरआमालाई नास्तिक भन्दा पनि तकलिफ हुन्छ, तर निरजजीलाई मेरो घरबाट बाहिर जा भन्नुभयो, उत्तर त उहाँसँग छ। तर के यो कल्पना हामी साउदी अरबमा गएर गर्न सक्छौँ? सक्दैन। तर उसको ठेक्का हामीले किन लिने? हामी हाम्रो कुरा गरौँ न। अनि सबैभन्दा महत्त्वपूर्ण यही हो, दर्शनको सवालमा जति हामी उदारवाद छौँ। म त किनभने विश्वका दर्शनहरू पढेको छु। अघि उहाँले भने जस्तै
धेरै पोलिटिकल चिन्तनहरू पनि कालान्तरमा आएर चाहिँ एउटा फेथमा डेभलप भएका छन्। एउटा फेथमा समाजवाद पनि एउटा फेथमा रूपान्तरित भएको छ, साम्यवाद पनि एउटा फेथमा रूपान्तरित भएको छ। पुँजीवाद भन्ने त छँदै छैन के, कुनै राज्य व्यवस्थै छैन। त्यो एउटा पुँजी क्यापिटा केन्द्रित न हो, हामी क्यापिटा केन्द्रित हो, त्यो मात्रै हो त्यसको। भनेपछि यो परम्परालाई हेर्ने हो भनेदेखि हामीले विचार गर्नै पर्छ। र हाम्रो दर्शनशास्त्रको परम्पराले के भन्छ भनेदेखि कुनै पनि व्यक्तिले आफूलाई लागेको कुरा, आफूलाई उजागर गर्न खोजेको कुरा निर्भीकतापूर्वक भुल्न सकोस्, लेख्न सकोस् र त्यस लेखेको कुरामा असहमति भए तापनि विनम्रतापूर्वक त्यसको खण्डन मण्डन गर्न सकोस्। हामीले चाहेको समाज त त्यो हो नि। र अहिलेको डिमान्ड के हो? त्यो परम्परा त हाम्रो पहिल्यैदेखि छ। चारवाकले भेदैमा घुसेर महाभारत जस्तो सुन्दर, रामायण जस्तो, वाल्मीकि रामायण जस्तो प्रमुख ग्रन्थहरूमा उभिएर जाबाले ऋषिले रामायणको हिरो रामलाई, बाबु यो कहाँ तिमी चक्करमा फसेको, बाबुले भन्दैमा जङ्गल किन जानु पर्यो भनेर भनिदिन सक्छन् भनेदेखि हामी कति उदार छौँ त्यही बुझे हुन्छ। किनभने कुनै हामी त पढ्छौँ नि बाइबलमा, त्यहाँ भन्न कहीँ छ त्यस्तो वाक्य, कहीँ पाउनुहुन्छ? कहीँ पनि पाउनुहुन्न। फेरि अर्को यिनी परम्पराहरूको आधारमा हामी उदार अवश्य छौँ। तर मेरो चाहिँ एउटा टिप्पणी के छ भने, मलाई के लाग्छ भने हिजोको समाजसँग आजको समाजलाई दोष दिनु हुँदैन। त्यो एउटा परम्परा थियो, इतिहास थियो, गयो। उहाँले भने हामीले सबैलाई थाहा छ, पहिला दास प्रथा थियो, सती प्रथा थियो, भयङ्कर प्रथा थियो। तर अब के ती फर्केर आउँछन् त? हामी त अगाडि बढिसकेका छौँ। त्यो एउटा इतिहासका विषय मात्रै हो नि क्या। हामीलाई त्यो समाजमा त्यति बेलाको समाजलाई त्यो पाच्य थियो होला भनेर मान्नु पऱ्यो नि त। अहिले हामी त्यो रिग्रेट गरेर गर्छौँ कि? मेरो प्रश्न के हो भने, जब यति कुरा गरिरहेको छौँ निरजजी, सबैसँग मेरो प्रश्न के हो भनेदेखि, जब मनुस्मृतिको कुरा गर्छौँ भनेदेखि के नेपाल राष्ट्रको संविधान मनुस्मृति हो त? मनुस्मृतिले त चल्दैन नेपाल त, भारत मनुस्मृतिले चल्दैन। त्यो परम्परामा हामी आएका अवश्य हौँ र त्यसका कणहरू हामीमा छन् र त्यसले निम्त्याएका व्यक्तित्वहरू हामीमा छन्। तर त्यो व्यक्तित्वको विरुद्ध हामी यसरी सङ्गठित भएर त बोलिरहेका छौँ नि। त्यो प्रमुख कुरा हो। र नास्तिकता आफैमा खराब होइन, तर नास्तिकता यदि पूर्वाग्रह हो भनेदेखि त्यो पनि फेथ हो है। फेरि निरजजी, यदि नास्तिकता पूर्वाग्रह हो, यदि नास्तिकतालाई एउटा कल्ट बनाउन चाहने हो तपाईँको इच्छा भनेदेखि त्यो पनि रामानुजाचार्यको दर्शन जस्तै रामानुज दर्शन हो। त्यो पनि कार्ल मार्क्सलाई चाहिँ कार्ल मार्क्साचार्य भन्ने केही फरक पर्दैन। त्यहाँ चाहिँ हामी बस्नुपर्छ। मलाई एउटा अब सबै कुरो आइसकेको छ। मैले एउटा कुरो चाहिँ सरलाई निवेदन गर्न चाहेँ। मेरो पुस्तकमा हजुरले जुन टिप्पणी गर्नु असाध्यै राम्रो लाग्यो मलाई। इतिहास हो कि दर्शन हो पत्ता लागेन भन्नुभयो। मैले त्यहाँ निवेदन गर्न खोजेँ, किनभने यसले भ्रम नपरोस् भन्नको लागि। किनभने म आफ्नो लेखनप्रति त म त प्रतिबद्ध छु नि। त्यो कुरो पस्ट्याउन चाहन्छु। कुरो के हो त भन्दाखेरिमा, अब हरेक वस्तुको इतिहास हुन्छै हुन्न, दर्शनको इतिहास हुन्छै हुन्न, समाजको इतिहास हुन्छै हुन्न, मानवको इतिहास हुन्छै हुन्न। मानव जाति कसरी विकसित भएर आयो आजको परिस्थितिमा, त्यसको क्रमबद्ध त हुन्छै हुन्न कुरो। यदि हुन्छ भने मैले खोजेको त्यही हो कि यो मानव जातिको उत्पत्तिदेखिको कुराकानी गरेको छु मैले त। प्राकृतिक भौतिकवादमा मैले चाहिँ तपाईँको मानव जातिको कसरी अस्तित्वमा आयो मानव जाति, यो त खोज्नु पर्दा नि। कुनै यो ब्रह्माण्ड एक समयमा त थिएन नि, के थियो? सदा सर्वदा यही नै थियो भन्नुहुन्छ। एक समयमा ब्रह्माण्डै थिएन, मान्छे पनि थिएन, अनि के ऊ पनि थिएन। अनि त्यो त
ब्रह्माण्डको निर्माण भयो, अनि पृथ्वी कसरी जन्म्यो, सौर्यमण्डलबाट कसरी फुट्यो, कसरी चाहिँ पृथ्वी सेलायो, कसरी जीवको विकास हुँदै गयो, त्यो जीवले कसरी चाहिँ तपाईँको चाहिँ के अरे तपाईँको मानवहरू पछि बहुतै पछि विकसित भएको हो। अरबौँ अर्बको इतिहास छ। त्यो इतिहासलाई कदाचित सङ्केत गर्न खोजेको गुरु त्यो सङ्केतका साथ अनि मानव उत्पत्ति, मानव पनि एकैचोटि चाहिँ तपाईँको यस्तो सचेत मानव भएर आएको होइन। असाध्यै चाहिँ तपाईँको छिपछिपे त्यो सर्पको गुडेको अवस्थाबाट उभिँदै आएर चाहिँ अनि मानव यो त दर्शनले बताउनु पर्दैन। यदि दर्शनले त्यो कुरो खोज्दैन भनेदेखि त्यो दर्शन नै होइन नि त। त्यो त पस्याउनु पर्यो नि। मानव जाति कसरी उत्पत्ति भयो र कसरी उसको चिन्तनको विकास भयो, कसरी उसले सोच्न थाल्यो। दर्शन भन्ने कुरो एक समयमा थिएन कि मानव जाति उत्पत्ति हुने बित्तिकै दर्शन थिएन। दर्शन हुने एउटा खास कारणले जन्म्यो। दर्शनमा दुईटा भेद कसरी आयो भन्दाखेरिमा एउटा प्रश्न, यो संसार कसले बनायो ले कर्ता खोज्यो, कर्ता प्रमुख, कर्ता प्रधान, कर्तृत्ववाद, समग्र कर्तृत्ववादले एउटा चाहिँ के अरे विचार जन्म दियो। अर्को कारणतावाद, यो चिज कसरी भयो, यो संसार कसरी बन्यो भन्ने तर्कले भौतिकवाद जन्मायो। यदि तपाईँ यो तहमा जानुहुन्छ र चाहिँ सोच्नुहुन्छ भने अध्यात्मवादी दर्शन र भौतिकवादी दर्शनको मूल त कारण चाहिँ कर्तृत्ववाद र कारणतावाद हो। कर्तृत्ववादले जहिले पनि चाहिँ त्यो पनि खास समाजको एउटा अवस्थामा आएपछि मात्रै बल्ल त्यो चेतना विकसित भएको हो। त्यो क्रमबद्धतालाई मैले चाहिँ खोतल्ने कोसिस गर्दा दर्शन कता हो, इतिहास कता हो, म त इतिहास जान्दिनँ। मैले त यो क्रमबाट आएको हो भन्ने कुरो पट्याएको मात्रै हो क्या। अब त्यो कुरो चाहिँ कहाँ सूत्रमा भेटाउनु भनेदेखि कसो भयो त्यो तपाईँ जान्नुहोस् होइन। मैले दर्शन र इतिहास भनेर चाहिँ तपाईँको इतिहासको छुट्टै हुने अनि हुँदैन। हरेक वस्तुको क्रमबद्धता चाहिन्छ। तपाईँको पनि ज्ञानको क्रमबद्धता भएर आज तपाईँको उपस्थित हुनुभएको छ। म पनि त्यही हो। हरेक व्यक्तित्व एउटा क्रमबद्धतामा जान्छ हो। त्यो क्रमबद्धताले हरेक अवस्थाका समाजका चरण हुन्छन्, चिन्तनका चरण हुन्छन्, दर्शनको पनि चरण हुन्छ, विकास हुन्छ, क्रमबद्धता रहन्छ। अनि अध्यात्मवादको पनि क्रमबद्धता छ र भौतिकवादको पनि यो कारणतावाद र कर्तृत्ववादले नै सबभन्दा बढी चाहिँ तपाईँको प्रश्न, दुईटै प्रश्न असाध्यै जायज हुन्थे। संसार कसले बनायो यो के प्रश्न नाजायज हो? कसले बनायो भन्न पाइँदैन। संसार कसरी बन्यो भन्ने पनि त प्रश्न हो नि। कसरी बन्यो भन्नेहरू भौतिकवादी भए। त्यो खोज्ने अजित केस कम्बलीबाट सुरु भएको छ। चारबाग त बहुत पछिल्ला हुन्। सबभन्दा उपनिषदसँग आँखा जुदाएर बात मार्ने अजित केस कम्बली अनि चाहिँ तपाईँको यो राजन नेपायसी जस्ता महान भौतिकवादी परम्पराका ती विद्वानहरू, जावालीको त उहाँले कुरा गर्नु, जावाली पनि त्यस्तै हुन्। तिनीहरूले जहिले पनि चाहिँ कसरी बन्यो भन्ने कुरालाई आधार बनाएर चाहिँ भौतिकवादी चिन्तनलाई अगाडि बढाए। तपाईँले वेद पुराण इतिहासमा यी दुईटै प्रश्न छन्। कसरी बन्यो संसार भन्नेहरूको महान परम्परा भौतिकवाद हो। कसले बनायो? ईश्वरले बनायो। बस अब तर्क छैन। ले भनेको कर्तृत्ववाद। त्यस कारणले यो चाहिँ के अरे हरेक वस्तुको इतिहास हुन्छ, दर्शनको पनि इतिहास विकास क्रम हुन्छ। सर मैले चाहिँ तपाईँको
झुट्टा तरिकाले चाहिँ तपाईँको यो ज्ञान भएर नै म दावाका साथ के भन्न सक्छु भन्दा प्राकृतिक भौतिकवादले मानव जातिको बहुतै पुरानो चिन्तन प्रणालीमा आधारित हो र त्यो विकास क्रम मैले चारवाकमा ल्याएर टुङ्गिएको छु। चारवाकमा ल्याएर अनि त्योभन्दा पहिले मानव अस्तित्व कसरी आयो भन्ने कुराको क्रमबद्धता पहिलो अध्यायमै छ। कसरी चाहिँ तपाईँको मानव उभियो अनि कसरी वेदको सबभन्दा दर्शनको पहिलो चाहिँ सूत्र चाहिँ ऋग्वेदको पृच्छामि त्वां भन्ने ऋचा मानिन्छ, जसले चाहिँ तपाईँको दर्शनको आरम्भ गर्यो भनेर सबैले मानेका छन्। त्यो अब जहाँ देवप्रसाद चट्टोपाध्यायको त नाम लिनु, राहुल साङ्कृत्यायनको त नाम लिनु भएन तपाईँ। राहुल साङ्कृत्यायन भनेको चाहिँ यस्तो अप्रतिम विभूति हो। अब मार्क्सवाद नभइकन मार्क्सवादले भनेको कुरा के हो, मार्क्सवादप्रति त्यति पूर्वाग्रह राख्नु आवश्यक पनि छैन। मार्क्सवादले जम्मा दुईवटा कुरा गरे, जम्मी दुईवटा कुरा हो, सर अरू हुँदै होइन। डार्विनले मान्छे कसरी उत्पत्ति भयो भन्ने कुरा खोजे, मान्छे कसरी उत्पत्ति भयो, मान्छे कसरी बन्यो भन्ने खोज चाहिँ डार्विनको। अब त्यसै चाहे तपाईँले बाँदरले बनाएर उनको चाहिँ तपाईँ कति निन्दा भयो, त्यो चाहिँ तपाईँको त कुरै नगर्नु। 18औं शताब्दीमा त बवाल भयो, संसार ईश्वर मर्यो भनेर चाहिँ तपाईँको घोषणा गरेका उनीहरूले होइन। मान्छे कसरी बन्यो, मान्छे बस यति मात्रै चाहिँ डार्विनको खोज थियो। तर कार्ल मार्क्सको दुईवटा खोज हो, उनी आविष्कार दुईवटा हुन्। सर तपाईँको यो ज्ञान चाहिँ तपाईँको अभावले गर्दा तपाईँले खालि एउटा उसको के अरे क्यापिटलको कुरा गरेर चाहिँ तपाईँको उ गर्नु पन्छिनु हो। वास्तवमा उनको महत्त्वपूर्ण उनी आविष्कार वैज्ञानिक के कारणले हुन् त भन्दा दुईवटा, उनका सिर्जना दुईवटा हुन्, उनको आविष्कार दुईवटा हुन्। सबैले भनेको छ नि, तपाईँले त्यो ग्रन्थ यदि पढ्नु हो भने थाहा पाउनुहुन्छ। त्यो भनेको के हो त भन्दाखेरिमा पहिलो मार्क्सको खोज मान्छे कसरी बाँच्छ, ल्याएपछि मान्छे कसरी बाँच्छ, पहिले बाँच्नु पर्यो नि मान्छे त। अनि त्यसले चाहिँ के राज्य चलाउँछ, इतिहास खोज्छ, धर्म खोज्छ, दर्शन खोज्छ, यी सब पछिल्ला कुरा हुन्। पहिले त ऊ अस्तित्वमा बाँच्नु पर्यो नि, ऊ कसरी बाँच्छ। पहिलो आविष्कार उनले त्यही पत्ता लगाएको, मान्छे यसरी बाँच्छ भनेर चाहिँ त्यो। अब उनका दर्शनका ग्रन्थहरू पढ्नुभयो भने थाहा पाउनुहुन्छ कसरी पहिलो कुरो मान्छे कसरी बाँच्छ भन्ने कुराको उनको सबभन्दा ठुलो खोज आविष्कार भनेको त्यो। कुनै पनि दर्शनले यो कुरो खोजे मान्छे कसरी बाँच्छ भनेर चाहिँ व्याख्या गरेको, चाहे त्यो पूर्वको दर्शन हो चाहे पश्चिमको दर्शन होस्, जुनसुकै दर्शन हो, मान्छे कसरी बाँच्छ भन्ने सब 12-27 चाहिँ झोली त लो भन्नुहोस्। बुद्ध दर्शनले भने जस्तै सबै जोगी भएर हिँड्यो भने समाजमा उत्पादन कसले गर्छ? ए बाबा साङ्ख्य दर्शनले भने जस्तै मान्छे हुने भने के हुन्छ? अब पाशुपत दर्शनले खरानी भन्ने कुरो भन्छ। अब सबैले खरानी भन्छ, किनभने दर्शनको काम त के हो त मानव जातिलाई यो बाटोमा हिँड्यो भनेर सिकाउने हो के अरे, बताउने हो के अरे। अब त्यही तरिकाले हिँड्यो भने के हुन्छ? समाज चल्छ। समाज चल्नलाई के चाहिन्छ? हो त्यही कुरो खोजेका हुन् मार्क्सले। पहिलो कुरो उनको आविष्कार मान्छे कसरी बाँच्छ भन्ने कुरो खोजे। दोस्रो आविष्कार के हो त भन्दाखेरिमा मान्छेले मान्छे कसरी ठगिन्छ, कसरी ठगिन्छ मान्छे, मानिसद्वारा मानिस कसरी ठगिन्छ भन्ने कुराको खोजी गर्दा दुईटा आविष्कार गरेर उनको सम्पूर्ण रचना संसार यति दुईटा कुरामा आधारित छ। अब दर्शनको कुरा गर्ने, अब मार्क्सका चाहिँ तपाईँ आलोचना गर्नु ठिकै हो, गर्नुभयो, राम्रै छ। मार्क्सको अब एउटा तर उनको मूल जरोमा नगइकन, रुटमा नगइकन हाँगो छेमलले त केही हुन्न, कहीँ पुगिन्न। त्यस कारण मेरो अनुसन्धान चाहे मेरो खोजी भनौँ रुटमा पुगेर
जानुपर्छ है। रुटमा गयो भने मात्रै बल्ल चिजहरू पत्ता लाग्छ। अब सतहमा गएर यताउति दुईजना शब्द बोल्नलाई बौद्धिक विश्वास काम दिन्छ। अब तपाईँको चाहिँ एउटा लास्ट क्वेसन चाहिँ गरौँ होला। त्यो सवातिर चाहिँ हामीले ठ्याक्क रोकेको छु। हरेक कुराको रुट 3:30 तिर चाहिँ सुरु गरेर हामी रुट सवातिर पक्रेन भने हुँदैन गुरु। अब क्वेसन छ कसरी हाम्रो जिज्ञासा के भन्दाखेरि सरले चाहिँ भौतिकवादका कुराहरू जोड्न बित्तिकै मार्क्ससँग जोड्नुभयो। भौतिकवाद मार्क्सभन्दा पहिला पनि हेगेलसँग पनि भौतिकवाद थियो त्यो त महान परम्परा छ। मानव जातिले मैले भने नि दुईटा प्रश्नबाट जानेको गुरु। एउटा प्रश्न यो खोज्नेहरू पश्चिममा पनि भए पूर्वमा पनि भए, कसरी यो संसार बन्यो भन्ने कुराको खोजी गर्दा भौतिकवाद तयार भयो। कसले यो संसार बनायो भन्ने कुराको खोजी गर्दा अध्यात्मवाद तयार भयो, कर्ता तयार भयो, ईश्वर तयार भयो, ईश्वरले बनायो भन्ने कुराको प्रश्न उत्तर आयो। किन हरेक प्रश्नको उत्तर चाहिँदैन हो। त्यो भएको हुनाले पश्चिमा पूर्व भएर छुट्याउनु जरुरत छैन। मानव जातिको चिन्तन धाराको प्रश्न हो यो। त्यस कारणले दर्शनको भेद नै दुईवटा हो। त्यो कसरी हो र कसले हो। कसले बनायो भन्दा हामी लास्ट क्वेसन दिउँ हैन। क्वेसन छ भने भन्नुहोस् न। के छ तपाईँ के छ? मैले भन्नु खोजेको कुरा मार्क्सवाद भित्रको द्वन्द्वात्मक भौतिकवादको कुराहरू गुरुहरूले उठान गरिदिनु भएन कि आध्यात्म भौतिकवाद भित्रको कुराहरूमा चाहिँ भौतिकवाद आध्यात्मिक चिया छ कि छैन? अब द्वन्द्वात्मक भौतिकवाद भनेको त मार्क्सको मैले भने नि मार्क्सका दुईटा हुन् मुख्य आविष्कार। एकछिन उहाँको पनि क्वेसन ल अर्को एकैचोटि लामो कुरा गर्न खोजिनँ। अब यो क्वेसन चाहिँ जटिलो हुन्छ, फेरि यसबाट साइडतिर जान्छ क्वेसन होइन। त्यही भएर ऊ भने हाम्रो टाइम होइन त्यो ठिकै छ कि 5 मिनट चाहिँ नि अब हामी वेट गर्न सक्छौँ। पाउनेतिर हामी छोटै उसमा थियो, सटिकमा दिएर सटिकमा उत्तर आयो भने त भइहाल्यो। क्वेसन चाहिँ के हो भने म यहाँ अलिकति बुझाइमै बहकियो कि जस्तो गोविन्द शर्मा सरको भने मैले चाहिँ कसरी बुझ्छु भने मैले सानो कुरा राखेँ। मैले चाहिँ कसरी बुझ्छु भने चाहे जुनसुकै क्षेत्रमा विकास भएको विचारधारा होस् अथवा अनुसन्धानको विज्ञानको अनुसन्धान आविष्कार होस्, त्यो चाहिँ पूर्वको पश्चिमको भन्नु चाहिँ जरुरी छैन। आखिरमा पूर्वीय चिन्तन परम्परामा नि पहिला चिन्तन परम्पराको अलि राम्रो व्यवस्थित चाहिँ पूर्वमा भएको छ। त्यसले गर्दाखेरि जुन महाभारत जस्ता जस्ता निस्के होइन। अब उतापट्टि अलि पछि गयो तर उनीहरूले त्यसपछि चाहिँ लिएर गए कि अगाडि लिएर गए। हामी चाहिँ फलोवर मात्रै भयो मेरो विचारमा चाहिँ त्यो। अनि अर्को कुरो के छ भने कुनै व्यक्ति विशेष भने मार्क्सभन्दा अगाडि नै चिन्तन परम्परा सुरु भएको छ नि। हामीले त्यो भन्न खोजे जस्तो हो जस्तो लाग्दैन मलाई। अनि एउटा साइन्टिस्टले कुनै पनि कुरा आविष्कार गरिसकेपछि उसको पनि लिमिट हुन्छ कि त्यो लिमिटबाट क्रस गरिसकेपछि अनि अर्को आविष्कार हुन जान्छ क्या। जस्तो कुनै समयमा डाल्टनलाई चाहिँ सबभन्दा राम्रो साइन्टिस्ट मानिन्थ्यो, जसले चाहिँ अणुलाई चाहिँ अविभाज्य छ भनेर भन्थ्यो होइन। तर अणुहरूमा ऊ हुन्छ भन्ने कुरो त उसले त्यो जुन पत्ता लगाएको थियो त्यो लिमिटसम्म ठिक छ। त्यसपछि निल बोर आउन साथ के भयो भनेदेखि त्यसमा चाहिँ इलेक्ट्रोन प्रोटोन भन्नेमा गयो। अब त्यसपछि आएर तिनीहरूले व्याख्या गर्न सक्दैन, आइन्स्टाइन आएपछि अरू डेभलप भयो। अहिले अब क्वान्टम फिजिक्स आएपछि अरू डेभलप हुन्छ। त्यस कारण हाम्रो चेतनाले जति विकास हुँदै जान्छ त्यो हुन्छ र एउटा कुनै विचार चाहिँ सर्वकालिक हुँदैन। हाम्रो चेतनाले जति विकास गर्दै जान्छ कतिलाई चाहिँ के लाग्छ भने मार्क्सवाद चाहिँ सर्वकालिक हो भन्ने लाग्छ, त्यस्तो हुँदैन। त्यो चाहिँ त्यसमा अरू विकास हुँदै जान्छ कि। यसरी बुझाइ चाहिँ यसरी गरियो भनेदेखि हुन्छ होइन भनेदेखि अब कुनै पनि अब जस्तो मार्क्सको चाहिँ अर्थशास्त्रमा ठिक थियो भने उसका समाजशास्त्रको विकासको क्षेत्रमा चाहिँ उसको बेठिक पनि हुनसक्छ। उसको विज्ञानको क्षेत्रमा गरे उसले द्वन्द्ववाद चाहिँ त्यसमा लागु नहुनु पनि सक्छ। त्यसमा चाहिँ त्यसरी बुझ्यो भनेदेखि चाहिँ
अनि ठिक ठाकमा जान्छ कि जस्तो लाग्छ। अब हजुरले मलाई बुझाउन खोज्नु अब भने ठिकै छ। होइन हाम्रो गोविन्द सरले चाहिँ अलि त्यसरी लाग्नुभयो होइन, जस्तो हामी कहाँ भएको मात्रै ठिक भन्ने जसरी त्यसरी चाहिँ हुँदैन भन्ने मेरो भनाइ हो। ठिकै छ। गोविन्द सरकोमा थोरै थोरै म 1 मिनट है उहाँको रविजीको मेरो ख्यालमा रविजीले के सुन्नुभयो मलाई थाहा भएन होइन। मैले त्यसरी भनेको थिएँ, मैले के भनेको थिएँ भने चिन्तन निरन्तर निरन्तर बदलाव हुन्छ, निरन्तर प्रगतिशील हुन्छ। मैले पूर्वीय दर्शन हाम्रो मात्रै ठिक हो भन्ने शब्द चाहिँ प्रयोग गरे जस्तो लागेको छैन है मैले आज चाहिँ। किनभने विज्ञान वैश्विक हुन्छ, नेपाल आविष्कार जोसुकै गरोस् त्यसबाट केही अर्थ छैन। यो गिलास सबैलाई काम लाग्छ, अमेरिका गए काम लाग्छ, यहाँ पनि काम लाग्छ, पहिलो कुरा। दोस्रो कुरा के हो भनेदेखि मैले एउटा शब्द प्रयोग गरेको शब्द के हो भने जुन समाजमा मान्छे जन्मिन्छ हुर्कन्छ जहाँ सिक्छ त्यससँग त्यसको पहिचान हुन्छ र त्यसमा अलिकति पूर्वाग्रह हुन्छ, त्यो त्यति सजिलो हुँदैन के छोड्न। मैले जोडेको त्यति मात्रै हो। म यदि यो समाजको अङ्ग हुँ भनेदेखि उदाहरणको लागि म तपाईँलाई एउटा उदाहरण दिन्छु। म यहाँ तपाईँहरूसँग बसेको छु, गोविन्द उपाध्याय दुवैले उपाध्याय नै लेख्ने रहेछ, म पनि गोविन्द शरण उपाध्याय लेख्छु, उहाँले गोपी रमण उपाध्याय लेख्नुहुन्छ। म यहाँ आएर चाहिँ मेरो नाम गोविन्द शरण राई हो भनेर मैले भनेर मेरो परिचय दिएँ भने यहाँ मध्ये चाहिँ यहाँ त कोही नबोल्ला, तर बाहिर गएर भनिन्छ तपाईँको बाबुआमाले अन्तर्जातीय विवाह गरेको हो र भनेर सोध्न बेर गर्दैन क्या बाहिर गएर। त्यो किन भनेदेखि यो समाजले हामीलाई उपाध्यायलाई राई लेख्ने स्वतन्त्रता दिँदैन क्या, होइन? उपाध्यायलाई राई लेख्ने स्वतन्त्रता दिँदैन। गोविन्द शरण श्रेष्ठ लेख्यो भनेदेखि तेरो नाक थेप्चे आँखा चिम्टी चाहिँ कहाँ छ भनेर सोध्छ। यो पूर्वाग्रह संसारभरि हुन्छ। मेरो जोड्न खोजेको मैले त्यति मात्रै हो र त्यो पूर्वाग्रह त्यति मेटाउन हामीले भने जति सजिलो छैन। अघि निरजजीले भन्नुभयो अमेरिकन सेसेक्स युनिभर्सिटीले गरेको अहिलेको नयाँ 2020को रिसर्चले के देखाउँछ भनेदेखि संसारको 82% मान्छेहरू अहिले पनि कुनै न कुनै परम सत्तामा विश्वास गर्छन्। हेरे हुन्छ इन्टरनेटमा, वैज्ञानिकहरू नै गर्छ होइन। अब समस्या के हो भने कतिपय चिजहरू यो मैले जुन शब्द प्रयोग गरेको थिएँ नि रविजी, यो हाम्रो पहिचानको रुटसँग सम्बन्धित हुन् के। नेपालमा अहिले तपाईँले मार्क्सवाद संस्थागत हुन नसकेको कारण पनि यही हो वैज्ञानिक रूपले भन्दाखेरिमा। किन हो भनेदेखि नेपाली समाजले गरिबीबाट उन्मुक्ति प्राप्त गर्नको लागि आफूलाई मार्क्सवादी ठान्छ, तर घरमा ऊ परम वैदिक हो, बौद्ध हो। मार्क्स तिनी माधव नेपाल होइन गएर के अरे सर्लाहीमा राधाकृष्णको मन्दिरमा मूर्ति डोनेसन गर्ने भने उदय यिनी राष्ट्रपति अहिले छन् नि, यिनकी आमा अहिले पनि श्री वैष्णव छैनन्, छन् त, हामीले देखेका छौँ त। भनेपछि कुरा के हो भने हाम्रा राजनीतिज्ञहरूले यो समाजको वास्तविक स्थिति, म मार्क्सवादी छु नेपालमा भने म मार्क्सवादी हुनको एउटै कारण हो, त्यो के हो भने म गरिबीबाट मुक्त हुन चाहन्छु, म पिछौटेबाट मुक्त हुन चाहन्छु, मलाई आर्थिक सुविधा चाहिएको छ। म मार्क्सवादी भएको कारण त्यो हो। म मार्क्सवादी भएको चाहिँ माओवादी क्षमा गर्नुहोस् है, माओवादीले जस्तै गएर चाहिँ दाङको पुस्तकालय जलाउनुको लागि होइन, क्षमा गर्नु होला शब्द मैले कडा प्रयोग गरेँ। म फेरि यो राजनीति पूर्वाग्रहले भने होइन, उनीहरूले त्यो क्रियाकलाप गरे गलत गरे, किनकि पुस्तकको कुनै दोष हुँदैन क्या। पुस्तक त निर्जीव हो, ज्ञान हो, पुस्तक जलाएर के नट्नुहुन्छ है। मेन कुरा के हो भने हाम्रो जुन समाजको संरचना छ र जुन हामीले जुन चिजलाई ज्ञान परम्परालाई हामीले राजनीतिक उपक्रमको रूपमा समाजमा स्थापित गर्न खोजेका छौँ त्यसमा भयङ्कर भिन्नता छ। त्यही कारण हो कि हाम्रो जस्ता देशमा चाहे भारत होस्, चाहे नेपाल होस्, चाहे इस्लामिक कन्ट्रीहरू होस्, मार्क्सवाद सफल बसेको। यो कुरा कसले भनिदिने भन्ने कुरा मात्रै हो। मैले भनेर कसैले सुन्दैन। मार्क्सवादको मैले चाहिँ तपाईँको भन्न खोजेँ, फेरि मैले मार्क्सवादको आलोचना गरेँ होइन है गुरु, यो मार्क्सवाद एउटा परम्परा हो। धेरै चिज म अब मैले त्यही अब चाहिँ हामी 3 मिनट बढीमा 5 मिनट 3 मिनटभित्रमा अब मैले मार्क्सको मैले मात्रै होइन कि यो भएको कुरा र सबैले भनेको कुरा चाहिँ के हो त भन्दा मार्क्सले चाहिँ यो आविष्कारको हिसाबले वैज्ञानिक चिन्तनको हिसाबले यो हो है। र जहाँसम्म कुरा छ यो दर्शनको
भेदको कुरा छ। यो भेद पक्रियो भने हरेक वस्तुको इतिहास हुन्छ। इतिहासको क्रममा हामीले बुझ्यौँ भनेदेखि एउटा सिङ्गो सुलोडोलो वस्तु बुझ्न सकिन्छ। अब छिटफुट यतापट्टि पल्लवग्राही पाण्डित्य भन्छन्। यसो पालुवा टिपेर मात्रै हुँदैन, हरेक वस्तुको रुटमा गएर दर्शनले काम गर्नुपर्छ। दर्शन भनेको त्यो पनि एक समयमा थिएन, पछि जन्म्यो, पछि जन्मेर आएको हो। यसको रुटहरू हामी बुझ्दै गयौँ भनेदेखि यो भौतिकवादको अथवा अध्यात्मवादको जतिसुकै जे भने पनि यिनको चाहिँ के अरे एउटा चाहिँ प्रस्थान बिन्दु कहीँ न कहीँ रहेको हुन्छ, त्यसको उद्गम बिन्दु रहेको हुन्छ। यसरी बुझौँ भन्ने धेरै धेरै धन्यवाद। इन्डिङमा भन्दाखेरि दर्शन भनेको चाहिँ नि कसले प्रयोग गर्यो भन्ने मात्रै प्रश्न हो। अब आफ्नो स्वार्थ अनुसारको गुरुको धेरै गहिराइबाट आएको छ। उहाँले भने जस्तै चाहिँ गोविन्द सरको के भनेदेखि चाहिँ मार्क्सवादलाई लिएर र नेपालका राजनीतिक पार्टी जुन विकृत रूपमा छन् त्यहाँ लिएर जोड्नु भएन। विकृतिलाई बाल्नु त्यसलाई लिएर उरेर आजको यो छलफल चाहिँ औपचारिक रूपमा चाहिँ सकियो होइन। अब अनुदानमा के छ भने होइन, फेरि मान्छेको फेरि स्वभाव फेरि अर्को डिफ्रेन्स हो कि त्यहाँभित्र चाहिँ नि एउटा चाहिँ अनि केपी ओलीसँग विद्या भण्डारीसँगको मार्क्सवादसँग जोड्न जरुरत छैन।